यो कहानी त्यो समयको हो जब भारतवर्षमा अधर्मको अन्धकार बढ्न थाल्यो। जुन ब्राह्मण समाजमाथि धर्मको प्रचार प्रसार र संरक्षण गर्नुपर्ने दायित्व थियो, त्यही ब्राह्मण समुदायमा त्यस्ता ब्राह्मणहरूको जन्म भयो जसले वेदका मन्त्रहरूलाई अनुचित आधारमा प्रयोग गर्न थाले। बिस्तारै बिस्तारै भारतवर्षमा मदिरापान, हिंसा, मांसाहार, वेश्यावृत्ति आदि हुन थाल्यो। गीतामा श्रीकृष्णले भन्नुभएको छ, जब जब धरतीमा अधर्म बढ्न थाल्दछ तब भगवान कुनै न कुनै रूपमा प्रकट भएर पापीहरूको नाश गर्नुहुनेछ। श्रीकृष्णको यो भनाइ पुनः एकपटक सत्य साबित भयो। भगवान शङ्करले शङ्कराचार्यको रूपमा जन्म लिनुभयो। ब्राह्मण परिवारमा जन्मनुभएका शङ्कराचार्य बाल्यकालदेखि नै धार्मिक वातावरणबाट दीक्षित हुनुभयो। उहाँले किशोर अवस्थामा नै सनातन धर्मको दयनीय अवस्थालाई बुझ्नु भएको थियो। त्यसैले धर्मको रक्षा गर्नको लागि उहाँले घर परिवारको त्याग गरेर सन्यासी बन्नुभयो। शङ्कराचार्यले अद्वैत वेदान्तको प्रचार सुरु गर्नुभयो। उहाँले भन्नुभयो कि ईश्वर एकै हुनुहुन्छ। उनको दीक्षान्तबाट असल ब्राह्मणहरू निकै प्रभावित भए। उनीहरू आदिगुरु शङ्कराचार्यसँग वेदान्त प्रचार प्रसारको लागि अघि बढे। यसरी वेदको प्रचार प्रसार भएको थाहा पाएर अत्याचारीहरूले शङ्कराचार्य र उनका चेलाहरूमाथि दमन गर्न थाले। धेरैजसो सन्यासीहरू बुढा ब्राह्मणहरू भएकाले अत्याचारीहरूको सामना गर्न उनीहरू असमर्थ भए। त्यसपछि शङ्कराचार्यले युवाहरूलाई धर्म प्रचार प्रसारको लागि आह्वान गर्नुभयो। धर्मको प्रचार प्रसारको लागि युवाहरू अघि बढे। अस्त्र शस्त्रद्वारा ती युवाहरूलाई दीक्षित गर्नको लागि उहाँले 4 मठहरूको स्थापना गर्नुभयो। शङ्कराचार्यले पारङ्गत मध्येबाट एउटा धर्म रक्षा समिति गठन गर्नुभयो। शङ्कराचार्यका 4 प्रमुख शिष्यहरू थिए र ती शिष्यहरूका 10 अन्य शिष्यहरू थिए। उहाँले 10 वटा समूहहरू बनाउनुभयो र ती 10 वटा समूहहरूलाई भारतवर्षको विभिन्न स्थानहरूमा धर्म प्रचार प्रसारको लागि पठाउनुभयो। जो सन्यासीहरूलाई उपत्यका र पर्वतहरूमा पठाउनुभयो उनीहरूलाई गिरी तथा पर्वत भनियो। जसलाई जङ्गली इलाकामा पठाइयो उनीहरू वन तथा अरण्य भन्न थालिए। जो सन्यासी सरस्वती नदीको किनार आसपास प्रचार प्रसारमा थिए उनीहरूलाई सरस्वती भनियो। जो जगन्नाथपुरी क्षेत्रमा प्रचाररत थिए उनीहरूलाई पुरी भनियो। जो समुद्री तटहरूमा गए उनीहरूलाई सागर भनियो। जो तीर्थस्थलहरूमा प्रचाररत थिए उनीहरूलाई तीर्थ भनियो। जसलाई मठ अथवा आश्रमको जिम्मा दिएको थियो उनीहरूलाई आश्रमी भनियो। जसलाई धार्मिक नगरी भारतीमा पठाइएको थियो उनीहरूलाई भारती नाम दिइयो। भयङ्कर बाधाहरू सामना गर्दै 10 नामी सन्यासीहरूले सनातन धर्मको प्रचार प्रसार गर्दै गए। यी 10 नामी सन्यासीहरूले सम्पूर्ण भारतवर्षमा घुमेर सनातन धर्म वेदको प्रचार प्रसार गर्न थाले। आदिदेव शङ्कराचार्यले ती 4 वटा मठहरूबाट 4 वटा वेदहरूको अध्ययन गर्ने व्यवस्था मिलाउनुभयो। शङ्कराचार्यपछि कयौं वर्षसम्म ब्राह्मण सम्प्रदायले 10 नामी सम्प्रदायबाट वेदहरूको अध्ययन गर्ने गर्दथे। केवल 32 वर्षको उमेरमा शङ्कराचार्यको निधन भएपछि शङ्कराचार्यले बनाउनु भएको मठहरू कमजोर हुन थाले र 10 नामी सन्यासीहरू घरबारी हुन थाले। उनीहरू विवाह गरेर घर परिवार बसाउन थाले। यिनै घर परिवार बसाएका सन्यासीहरूलाई पछि गएर सन्यासी नै भन्न थालियो। यसरी हिन्दू धर्ममा नयाँ जातिको रूपमा सन्यासीको उत्पत्ति भयो। 10 नामी सन्यासी अन्तर्गत गिरी, पुरी, पर्वत, सागर, भारती, सरस्वती, वन, अरण्य, तीर्थ, आश्रमी आदि पर्दछन्।